देशले चाहेको र खोजेको नेताहरू पनि यस्तै हुन् क्या। स्वतन्त्र खुल्ने मनभित्र पाप नहोस् क्या, जनतासित गएर बोलेर स्वतन्त्र बोल्न सक्ने नेता हुनु पर्यो क्या। जनताले चाहेको बेलामा भेट्नुपर्ने नेताहरूले चाहिँ मात्रै बनाउनु हो, यस्तो नेताहरू बनाउनु पर्यो क्या। जनताले जतिखेर भेट्न मन लाग्यो त्यतिखेर भेट्न पाओस् क्या नेताहरू भनेको। अहिले के भइरहेछ उसमा प्रधानमन्त्रीले अहिले भेट्नलाई पनि अब मुस्किल छ अहिलेको। जेनजीले सरकारले स्वतन्त्र झन् बनाएको भनेको अहिलेको त्यस्तो छ हालत। जेनजी सरकार भनेको छ एउटा जेनजीले अब स्वतन्त्र नागरिकले भेट्न सक्दैन प्रधानमन्त्रीलाई, गृहमन्त्रीहरूलाई। अब त्यस्तो नहोस् भनेर उहाँले पनि भन्नुभएछ, उहाँ खड्ग सामन्तजीले पनि। उहाँ स्वतन्त्र जनताको अगाडि नै भइराखि यहीँ हुन्छु भन्नुभएछ। तपाईँलाई अझै पनि विश्वास लाग्दैन? उहाँ यस्तो एकचोटि चाहिँ चान्स दिनुपर्छ उहाँलाई पनि। चान्स दिउन उहाँले नै अब गर्छु भन्नुभएछ, गरेर पनि देखाउनु भएछ। धरानमा त्यति राम्रो काम गर्नुभएछ। एकचोटि नेपाल बनाउनु के यत्रो 34-20-30 वर्ष त अरूले केही गर्न सकेन। एकचोटि दिउँ न त, 4-5 वर्ष हेरौँ उहाँलाई पनि। ल सबैजनाले भोट गरेर सबैले जिताउनुहोस्, यो आफ्नो क्षेत्रबाट। त्यही हो अब अन्तिम विकल्प भनेको। नयाँ नयाँ मिल्ने हो सबैजनाले, अब नयाँ मात्रै आउने हो। पुरानो आएर देश बन्छ भन्ने लाग्दैन मलाई चाहिँ। जहाँसम्म जोसुकै आए पनि नयाँ नयाँ आउनु होला। हामी त अब जसले देश बनाउँछ उसैको पक्षमा हो। कुनै पार्टी, कुनै धर्म, कुनै यस्तो हाम्रो चाहिँ उस हुँदैन। हाम्रो चाहिँ स्वतन्त्र नागरिक हो म चाहिँ। मेरो चाहिँ एउटा यही भनाइ हो, सबैजना स्वतन्त्र हौँ क्या। कसैको झोला नबोकौँ, देशको बरु झन्डा बोकौँ त कसैको पार्टीको झन्डा नबोकौँ भन्ने मेरो भावना हो। सबैजना एकजुट हुनु होला नेपाली जनताहरू।